राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला कुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। समारोहमा उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति रहेको थियो। यसअघि सोमबार बसेको राष्ट्रिय सभा बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। लीला कुमारी भण्डारी मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै राष्ट्रिय सभाको उपाध्यक्ष पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु। धन्यवाद। लाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुनका लागि अन्तज्यूलाई राष्ट्रपतिको कार्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्छु। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।